नमस्कार, तपाईलाई चाहिँ स्वागत छ मेरो यो अर्को भिडियोमा। कृषि विकास बैंक लिमिटेडले चाहिँ यो सालको लागि ठुलो सङ्ख्यामा चाहिँ भ्याकेन्सी खुलाएको छ। त्यसमा तपाईले पनि विभिन्न पदहरुका लागि तपाईले एप्लाई गर्न सक्नुहुन्छ। जुन तपाईले चाहिँ +2 ब्याचलर मास्टर क्लियर गरेको हुनुपर्नेछ र विभिन्न पदहरुका लागि चाहिँ कति संख्यामा भ्याकेन्सी खुलाएको छ अनि सिलेबस कस्तो छ, उमेर हद के हुन्छ अनि कसरी चाहिँ हामीले एप्लाई गर्ने हो भन्ने कुराहरुको सम्पूर्ण डिटेलमा म यो भिडियो मार्फत जानकारी दिने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। त्यसैगरी पद शाखा प्रमुख तह 8 स्तर अधिकृत सेवा समूह चाहिँ प्रशासनमा रहेको छ। कुल पद संख्या 1 जना, खुल्लातर्फ छैन, कुनै पनि रहेको छैन। महिलातर्फ 1 अनि आदिवासी जनजातिमा खाली रहेको छ। मधेसीमा पनि खाली अनि दलितमा पनि खाली अनि अपाङ्गमा पनि खाली। यसमा चाहिँ महिलामा मात्र 1 जनामा मात्र रहेको छ। त्यसैगरी व्यवसाय अधिकृत तह 6 प्रशासनमा यो सेवा समूह पनि प्रशासनमै रहेको छ। कुल संख्यामा चाहिँ 48 जना, खुल्लातर्फ 26 जना, महिलामा 7 जना, आदिवासी जनजातिमा 6 जना, मधेसीमा 5 जना, दलितमा 2 र अपाङ्गमा 1 जना रहेको छ। त्यसैगरी MIS व्यवस्थापन सूचना प्रणाली अधिकृत तह 6 अधिकृत प्रशासन अनि कुल माग संख्या चाहिँ 3 जना रहेको छ। खुल्लातर्फ 2 र मधेसीमा 1 जना मात्र रहेको छ। त्यसैगरी कानुन अधिकृत तह 6 अधिकृत प्रशासन कुल माग संख्या 1, खुल्लातर्फ 1 जना रहेको छ। अनि समावेशीतर्फ कुनै पनि पद रहेको छैन। त्यसैगरी कम्प्युटर अधिकृतमा तह 6 अधिकृत प्राविधिक कुल माग संख्या 1, यसमा चाहिँ अपाङ्गलाई मात्र 1 जना मागिएको छ। त्यसैगरी कर्जा अधिकृत तह 6 अधिकृत प्राविधिक माग संख्या 5, यसमा चाहिँ महिलामा 3, आदिवासी जनजातिमा 1 अनि मधेसीमा 1 जना रहेको छ। त्यसैगरी लेखापाल तह 4 सहायक प्रशासन, यसमा चाहिँ 35 जना माग संख्या रहेको छ। 19 जना खुल्लातर्फ अनि महिलामा 19, आदिवासी जनजातिमा 6, मधेसीमा 4, दलितमा 3, अपाङ्गमा 1, पिछडिएको क्षेत्रमा 1 अनि लेखापाल तह 4 सहायक प्रशासन 15 जना रहेको छ। यसमा चाहिँ क्रमशः 9, 2, 2, 1 अनि यसमा छैन अनि 1 अनि खाली पिछडिएको क्षेत्रमा पनि खाली अनि लेखापालमा पनि 4 तह सहायक प्रशासन क्रमशः यसमा माग संख्या 9 अनि क्रमशः महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र 5, 1, 1, 1, 1 अनि 2टामा खाली छ। अपाङ्ग र पिछडिएको क्षेत्रमा चाहिँ खाली रहेको छ। तपाईहरुको सेवाको किसिम चाहिँ स्थायी हुनेछ। तलब भत्ता चाहिँ बैंकको प्रचलित नियमअनुसार हुनेछ। तपाईहरुले चाहिँ सबै पदहरुको लागि फर्म चाहिँ अनलाइन मार्फत नै भर्नुपर्ने हुन्छ। त्यसैगरी तपाईहरुले चाहिँ परीक्षा दस्तुर चाहिँ विभिन्न तहगत रूपमा फरक हुनेछ। त्यसैगरी तह 6 र 8 को लागि खुल्लातर्फ 1000 र समावेशीको लागि थप रु 500 का दरले तपाईहरुले तिर्नुपर्ने हुन्छ र त्यसैगरी सहायक स्तर तह 4 को लागि चाहिँ तपाईहरुले खुल्लातर्फ 800 तिर्नुपर्ने हुन्छ र समावेशीतर्फ पनि तपाईहरुले भर्न चाहनुहुन्छ भने तपाईहरुले चाहिँ रु 400 का दरले तपाईहरुले बुझाउनु पर्ने हुन्छ। धेरै धेरै धन्यवाद तपाईहरुलाई भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। धन्यवाद।